नमस्ते। मसँग अहिले यो प्रत्यक्षको र समानुपातिकको दुईवटा मतपत्र छ। मेरो जिज्ञासा के हो भन्दाखेरि चाहिँ प्रत्यक्षको यो मतपत्र किन ठुलो यो जस्तै साइजमा बनाइएन? यदि यो साइजमा बनाइएको भए चाहिँ छाप लगाउने यो ठाउँ पनि ठुलो भएर आउँथ्यो। विशेष गरी ज्येष्ठ नागरिकहरूलाई छाप लगाउन सहज पनि हुन्थ्यो र मजाले लगाउन सकिन्थ्यो। अनि अर्को जिज्ञासा के हो भन्दाखेरि स्वस्तिक छाप नै किन लगाउने हो? स्वस्तिक छाप लगाउँदाखेरि लतपतिन सक्छ, त्यसले मतपत्रहरू बदर हुनसक्छ। त्यसको सट्टामा एउटा मोटो कलम होइन, मार्करले चाहिँ यसरी टिक लगाउने जस्तो गरे पनि हुने हो होइन र? त्यो गऱ्यो भने चाहिँ अझ एकदम सदर हुने सम्भावना हुन्थ्यो भोटहरू। तपाईँको विचारमा कस्तो लाग्छ यो के अरे प्रत्यक्षको मतपत्र किन ठुलो नबनाइएको र त्यो स्वस्तिक छापको बारेमा आफ्नो धारणा व्यक्त गर्नु होला। धन्यवाद।